चर्चित अधिवक्ता तथा विश्लेषक कञ्चन कृष्ण नौपाने हुनुहुन्छ। अधिवक्ताज्यू नमस्ते, यहाँलाई स्वागत छ। हजुर धन्यवाद, नमस्कार। हर्क साम्पाङको श्रमदान टोलीले दार्चुलामा पुल बनायो, 2.5 महिनामै। हिजो उनले उद्घाटन पनि गरे। त्यहाँ डाक्टर सुरेन्द्र केसी, प्राध्यापक डाक्टर राजनीतिक विश्लेषक सुरेन्द्र केसी पनि पुगे। अब हर्कबहादुरको किताब लेख्ने विजय मिश्र पनि पुगे। त्यहाँ माहौल त्यो ढङ्गले सिर्जना भयो। उनी त आँसु पनि दरदरी चुहाउँदै थिए हर्क साम्पाङले। त्यो मोमेन्टलाई तपाईँले कसरी हेर्नुभयो? श्रमदान मार्फत पुल बनाएको विषयलाई तपाईँले कसरी हेर्नुहुन्छ? जस्तो कतिपयले के भन्थे भन्नाले श्रमदान मात्रै ढुङ्गा मात्रै बोकेर कहाँ पुल जस्तो जटिल संरचना बनाउन सकिन्थ्यो भन्थे। तर श्रमदाताभित्र त खालि ढुङ्गा बोक्ने मात्रै त रहन्छन्, सर्भेयरहरू इन्जिनियर पनि रहेछन् भन्ने कुरा पनि होला। कसरी हेर्नुभयो यो घटना तपाईँले? अनि हेर्नुहोस्, यो त प्रशंसा योग्य र स्वागत योग्य काम हो। किनभने अब देश निर्माणकोमा चाहिँ अब नेतृत्वमा आइसकेका व्यक्ति, एउटा श्रमशक्ति पार्टी राष्ट्रिय पार्टीको अध्यक्ष, अर्को कुरा सभासद भएको व्यक्ति मेयर भएदेखि नै उहाँको गतिविधि श्रमदान गरेर जसरी देशमा केही गर्नुपर्छ भनेको छ। अब अहिले त्यो चाहिँ अब विकट ठाउँमा गएर पुल बनाउनु भनेको चाहिँ त्यो स्वागत योग्य काम हो। र गऱ्यो भने के हुँदो रहेछ भन्ने यसबाट देखिन्छ। सरकारको सबै कुरामा सरकारको मात्रै मुख ताक्नुपर्छ भन्ने छैन, होइन, त्यो छैन। अब किनभने हेर्नुहोस्, अब श्रमदान गरेर श्रम गरेर देशमा योगदान गर्ने व्यक्तिहरूको त हामीले प्रशंसा गर्नुपर्छ। तर के छ भन्दा एउटा सरकार बनाउने अवस्थामा आयो भने चाहिँ हेर्नुहोस्, एउटा भिजनरी विकास गर्नु पर्यो, एउटा प्लानिङ विकास गर्नु पर्यो। अब श्रमदान गरेर केही हुँदैन भन्ने होइन, तर यत्रो देशभरि त श्रमदान गरेर मात्रै होइन कि सबैले श्रमदानै गरेर हिँड्नु पर्यो मास स्केलमा होइन। अब त्यसले गर्दा यो चाहिँ एउटा कम्युनिस्ट मोडेलको भन्नुहोस् न, होइन, सामूहिक उत्पादन, सामूहिक खेती, त्यो मोडेलको चाहिँ यो प्र्याक्टिस यो अहिले गरे चाहिँ हर्क साम्पाङको सफल र स्वागत योग्य छ। यसलाई हामीले राम्रो कामलाई प्रशंसा गर्नुपर्छ, होइन। अब मेन चाहिँ के छ भन्दा त्यहाँ पुल जसरी बनाउँदा चन्दा उठाएको कुरा पनि आए, त्यसलाई उहाँले हिसाब चाहिँ पारदर्शी राख्नुपर्छ। किनभने आर्थिक पाटो भनेमा चाहिँ मान्छेलाई मुछियो भने धेरै गाह्रो पर्छ। अब अरू काम गरेर पनि उहाँलाई त्यो काम गरिसकेपछि फेरि आर्थिक सहयोग पनि जुट्छ। उहाँले काम पनि गर्न सक्नुहुन्छ भने एउटा गतिलो उदाहरण चाहिँ यो दार्चुलाको पुल हो, होइन। त्यस कारण अब गऱ्यो भने के हुँदो रहेछ भन्ने कुरा पनि त्यसबाट देखिन्छ। मुख्य कुरा चाहिँ अब श्रमदान गर्ने भने चाहिँ तपाईँले अहिले भने जस्तो माटो ढुङ्गा बोक्ने मात्र होइन, जुनसुकै देशको एउटा भूभागमा, एउटा भूगोलमा, होइन, अथवा आम जनतालाई फाइदा हुने हिसाबको कुनै पनि देन दिनु भने नि त्यो श्रम हो, होइन। त्यहाँ जस्तो अब भनौँ तपाईँहरूले एउटा सूचनाको मार्फत सबैलाई सुसूचित गराउनु भएको छ, त्यो पनि एउटा श्रम हो, होइन। हामीले कानुनी क्षेत्रमा मान्छेलाई सुसूचित गराएका छौँ, सेवा दिएका छौँ, त्यो पनि एउटा श्रम हो। निःशुल्क सेवा हो नि, होइन, श्रमदानै हो यो पनि एक प्रकारको। श्रमदान भने चाहिँ त्यो एउटा माटो ढुङ्गा बोक्ने मात्र होइन, अरू पनि पर्छ। त्यस कारण अब यो पुल बनाउने कुरा, अब यस्ता योजनाहरू अन्त पनि भयो भने अझ श्रम शक्तिको एकदम प्रशंसा बढ्छ र यसको प्रचार अझ बढी पनि हुन्छ। अरू क्षेत्रमा 2.5 महिनामै 2 महिना 2.5 महिना बनेको चाहिँ यो छिटो पनि भयो, होइन। काम चाहिँ मास स्केल अलिकति धेरै मान्छेहरू सहभागी भए, छिट्टै परिणाम निक्लियो। यो त हेर्नुहोस्, अब एउटा पार्टी लागिसकेपछि त्यसमा खटेर गर्ने चाहिँ अब व्यक्ति भएपछि त काम छिटो भइहाल्छ, होइन। अनि फेरि यो कुनै ठेक्का पट्टा जस्तो पनि भएन, प्रक्रियागत जानु परेन, होइन। यो त श्रम गरेर त्यहाँ चाहिँ योगदान गरेर जति सकिन्छ चाँडो गरेर उहाँहरू पनि सुरक्षित हस्तान्तरण गरेर हिँड्न खोज्ने हो। अब जनताले पनि सहयोग गर्ने कुरा आयो, त्यस कारण यो चाँडो त आफै गर्ने प्रक्रियामा त चाँडो भइहाल्छ। त्यहाँ फेरि पैसा त छुट्याएन के भनेर रोकटोक हुने, कता कतै, होइन, कागजात धाउनु पर्ने, त्यो पनि परेन नि त, सहज भयो त्यसले। प्रक्रियागत रूपमा जान नपरेपछि अब यो सहज रूपमा काम भयो। अब त्यो छिटो पनि भयो, होइन। अब यो सरकारले एउटा यो प्रक्रियाबाट गर्ने भने बजेट निकासा हुने, यो 2 महिना त हेर्नुहोस् त्यो छुट्याएको बजेट निकासा हुन लाग्छ नि, त्यस्तो प्रक्रिया छ नि त। अरू कागजातहरू पेश गर्नुपर्ने, पास हुनुपर्ने, स्वीकृत गर्नुपर्ने, उपभोक्ता समिति बन्नु पर्यो, पहिला त टेन्डर प्रक्रियामा जान्छ, ब्याङ्क खाता खोल्नु पर्यो। अब टेन्डरमा जाँदा झन् ठेकदार चयन हुनु पर्यो, त्यसले गर्दा चाहिँ लामो समय त्यतिकै लाग्थ्यो। अब आश गरौँ यो सरकारले यस्ता चाहिँ झन्झटिला प्रक्रियाहरू टुङ्गाएर छिटो द्रुत गतिमा काम गर्छ भन्ने हामीले आश र अपेक्षा गरौँ। हजुर। अब राष्ट्रसभाको आज भनौँ न, राष्ट्रसभाले जसरी प्रथम महाधिवेशन 7, 8, 9 गते पूर्व निर्धारित योजना भए पनि 6 दिनसम्म लम्बिएर 11, 12 गतेसम्म लम्बियो, होइन, सकियो। र आज 99
12 पदाधिकारी र 79 जना केन्द्रीय कमिटी सदस्यहरूको अब शपथ ग्रहण गरियो भन्ने कुरा आयो। 79 मा पनि अब 3 जना जस्तो अहिले सोम शर्मालाई अब निर्वाचित भए पनि गण्डकी प्रदेशबाट निर्वाचित भए पनि उनको नाम हटाएर अर्को अब होइन पूजा वास्तोलारको कुरा थियो। मेरो धेरै मत आए पनि मलाई केन्द्रीय सदस्यमा निर्वाचित गरिएन भन्ने कुराहरू, कृष्णमान श्रेष्ठलाई हटाएर अर्को ध्रुव थापा मगरलाई राखिएको कुराहरू धेरै यहाँ विवाद पनि देखियो। अब यहाँ 2-3 जनाको अब शपथ बाहेक अरू सबै 96 जनाको शपथ भयो र बाँकी 12 पदाधिकारी पनि भयो। तर रासपाकै वरिष्ठ नेता जो प्रधानमन्त्री समेत चाहिँ बालिन शाह चाहिँ त्यहाँ पुगेनन्। कसरी हेर्नु भएको छ रासपाको यो भर्खरै शपथ सकियो प्रधानमन्त्री बालिन शाह नजानुलाई कसरी हेर्नुहुन्छ? हुन त अब राष्ट्रपतिले अब नेता कार्यक्रम पर्दा फुत्तै निस्कने मान्छे हो बालिन शाह होइन। अब पार्टीको कार्यक्रममा उनलाई खासै चासो छैन जस्तो पनि देखिन्छ। शपथ ग्रहणमा पार्टीको शपथ ग्रहण कार्यक्रममा बालिन शाह नजानुलाई तपाईँले कसरी हेर्नुभयो? होइन, मैले त हेर्नु सुरुदेखि रासोपामा बालिन शाहले त्यति चासो दिया छैन र पार्टी सभापति नै उठ्ने अथवा त्यहाँ अर्को मान्छे भिडाउने सम्भावना छैन भनिरहेको थिएँ। किनभने एउटा रासोपाको वरिष्ठ नेता पनि अहिले हेर्नुहोस् निर्वाचित नभई बालिन शाहले अब एउटा चाहिँ भनौँ निर्वाचित हुनुभयो होइन, त्यहाँ कुनै चुनावै सो त पाउनुभयो। कुरा हेर्दा त कुरा निर्वाचित भनेर कानुन त लेख्यो पनि त्यो सो त पाएको हो नि त। त्यहाँ सभापति र वरिष्ठ नेताको निर्वाचनै भएन। त्यसकारण अब पार्टीका कामलाई अथवा पार्टीलाई चाहिँ धेरै महत्त्व नदिया चाहिँ एउटा बालिन शाहले देखिन्छ, त्यहाँ चासो नदिया भनौँ न। त्यसकारण अब सभापतिसँग छुट्टै शपथ लिने होला फेरि वरिष्ठ नेताले। त्यस्तो पनि हुनसक्छ होइन, अब छुट्टै लिन त पाइहाल्यो। अब अहिले के कारण उपस्थित नभएको भन्ने कुरा यहाँ 2-3 जना केन्द्रीय सदस्यहरू पनि छुट्यो नि त आज के कारण उपस्थित नभएको भन्ने कुरा त खुल्या छैन। तर 2 जनाको मनमिटावले चाहिँ हो भन्ने चाहिँ लाग्दैन। किनभने अस्ति सर्वसम्मत महाधिवेशन सकिया छ होइन। त्यसकारण अब कार्यव्यस्तताको कारण होला, पछि लिने होला। अब शपथ त लिन परिहाल्छ। शपथ नलिइन्जेल त फेरि वरिष्ठ शपथै लिनै पर्छ। बालिन शाहले पार्टी सभापति रवि लामिछानेबाट शपथ लिन अनिवार्य छ होइन? त्यो त अनिवार्य छ, किनभने कुनै पनि पद तथा गोपनीयताको शपथ नत्र भने उनको वरिष्ठ नेताको हैसियत हुँदैन र उनी पार्टीको नेता हो सदस्य हो भन्ने कुरा आधिकारिक हुन्छ। त्यसले गर्दा प्रधानमन्त्री बन्नु पनि उनलाई अप्ठ्यारो पर्छ होला नि त। होइन, यस्तो हेर्नुहोस्, निर्वाचित भएपछि त त्यो शपथ लिन पर्यो होइन। तर निर्वाचित भइसक्यो शपथ नलिँदा त्यसलाई के भन्छ भने वैधानिक रूपमा कामहरू गर्न पाउँदैन भन्छ होइन। त्यति कुरा हो। त्यो पार्टीको वरिष्ठ नेताले गर्ने हैसियत काम। अब फेरि हेर्नुहोस्, पार्टीको सभापति हुँदा वरिष्ठ नेताको त काम पनि हुँदैन नि। त्यो त एउटा मानार्थ पद जस्तो हो। अब पद वरिष्ठ नेताको भयो। अब तपाईँले अहिले भन्नुभयो प्रधानमन्त्रीको रूपमा त एउटा संसदको हिसाबमा गएको हो होइन। त्यहाँ त संसद दलको नेता चुनिएर जाने हो, वरिष्ठ नेता भनेर जाने पनि होइन। तर अब वरिष्ठ नेता चाहिँ पार्टीगत हिसाबले चाहिँ त्यहाँ काम गर्नलाई उहाँले शपथ लिनु पर्यो। अब त्यो लिनु होला भन्ने अब लाग्छ अलि पछि। हजुर, केन्द्रीय कमिटीको त्यो विवाद चाहिँ कसरी हेर्नुभयो? जस्तो सोम शर्मा निर्वाचित भए पनि उनको नाम हटाए, उनले पार्टीको निर्वाचन आयोगमा उजुरी दिएको कुराहरू आयो। यता अब कृष्णमान श्रेष्ठलाई पनि हटाएर ध्रुव थापामा ल्याइयो भन्ने कुरा आयो। राई लिम्बू मगर गुरुङ त कोही परेनन् राष्ट्रमा भन्ने पनि विवाद छ। त्यही भएर अलिकति एउटा मगर राख्या हो कि अथवा मिलन लिम्बू पनि छ, त्यहाँ राई कोही पनि देखिँदैन। कसरी हेर्नुभएको छ? समावेश विषयलाई लिएर पार्टीले अलिकति यो भनौँ न केन्द्रीय कमिटीमा निर्वाचित भएकाहरूलाई पनि हटाएर अलिकति सच्याए जस्तो पनि देखिन्छ। फेरि त्यहाँ सोम शर्माहरू उजुरी दिँदै हिँड्या पूजा वास्तोलाई मेरो भोट बढी आए पनि अर्कै समथिङ थम्मा के गुरुङ थियो उसलाई चाहिँ निर्वाचित गरियो अथवा उनको नाम चाहिँ केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा गर्यो भने विवाद निकाल्दै थिइन्। हिजो त सोम शर्मा र आज सोम शर्मा र पूजा वास्तोला एकैचोटि एकै ठाउँ भेटिएछन्। अब उनीहरू दुवै एकअर्कामा असन्तुष्ट छन्। कसरी हेर्नु भएको छ यो केन्द्रीय कमिटीभित्रको विवाद कसरी मिल्ला? अब हेर्नुहोस्, केन्द्रीय कमिटीमा समावेशित्वको आधारमा मनोनयन दर्ता गर्दा चाहिँ त्यो अब क्लस्टर राख्यो भने त्यो अनुसार मनोनयन दर्ता हुने हुन्छ। अब निर्वाचित भएर आएपछि चाहिँ जो निर्वाचित भए पनि त्यहाँ मान्नु पर्यो होइन। अब कि जनजातिबाट कोटा छुट्याउनु पर्यो। अनि अर्को कुरा के छ भने त्यहाँ महिलाहरूको चाहिँ पर्सेन्ट पुगेको छ, अरूको पुगेको छैन भन्ने कुरा आयो। त्यसलाई चाहिँ अब सभापतिले चाहिँ मनोनित गर्ने कोटाबाट उहाँले राख्न सक्ने एउटा ठाउँ छ होइन। अब त्यो बाहेक निर्वाचित भएर आएको विवाद चाहिँ हेर्नुहोस्, अब त्यो निर्वाचन आयोगले नै टुङ्गाउँछ। अब त्यो विषयमा अन्यथा हामीले अब भन्ने कुरा भएन। अन्तिम निर्वाचन आयोगले निर्णय गर्छ। अब विवादको भएको पदमा शपथ नलिनु चाहिँ स्वाभाविक हो, किनभने त्यो विवाद टुङ्गाउनु पर्यो र अब कुनै विवाद अब अदालतसम्म जाने अवस्था आयो भने अदालतले टुङ्गाउँछ। अब अहिले हामीले त्यहाँभित्रको विवाद यस्तो भयो उस्तो भयो भन्ने कुरा हामीले
भन्न मिल्दैन। अब त्यहाँ प्रक्रिया केही मिलेको छैन भने जो उम्मेदवार हुन् तिनीहरूले सम्बन्धित निकायमा त्यो उजुर गर्छन्, विवाद उठाउँछ होइन। अब त्यो भित्रको प्रक्रियाको कुरामा अब कतिपय त्यो सभासद भइसकेका व्यक्ति, केन्द्रीय सदस्य हारेका व्यक्तिले पनि त्यहाँको प्रक्रियामाथि प्रश्न उठाएका छन्। त्यो प्रश्न उठाउने ठाउँ चाहिँ राजसभाले दिनुहुन्न थियो, किनभने अब ठुलो दल हो र प्रजातान्त्रिक दलभित्र एउटा स्वच्छ प्रतिस्पर्धा गरेर निर्वाचन भएर आएको विषयमा चाहिँ अब जो आए पनि त्यहाँ बोल्ने कुरा केही छैन र अब त्यहाँभित्र झेल धाँधली यस्तो भएको छ भने त्यो कुरा सम्बन्धित असर पर्ने व्यक्तिले उठाउँछ र त्यस्तो गतिविधि चाहिँ पार्टीले गरेका छ भने त्यो चाहिँ प्रजातान्त्रिक दलभित्रको राम्रो कुरा, शुभ सङ्केत मानिँदैन। अब त्यस्तो चाहिँ छैन होला। अब त्यो विवाद चाहिँ निर्वाचन आयोगले फेरि चाहिँ रिकाउन्टिङ गरेर केही गरेर टुङ्गाउला। हजुर, अब यहाँनिर मङ्गलबार अब नेपाल आयल निगम सरकारले अब यो भनौँ न जसरी अहिले अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य घटिराखेको छ, युद्ध अघिको अवस्थाभन्दा तल प्रति ब्यारेल डलर, जस्तो प्रति ब्यारेल डलर युद्ध अघिको अवस्था $75 किन अहिले 73-72सम्म झरिराख्दाखेरि कोही त सरकारले मूल्य समायोजन गरेको, कोही त पेट्रोलियम पदार्थमा मूल्य घटेको भनेर भनिराख्दा हिजो मात्रै सरकारले जस्तै पेट्रोलमा 20 रुपियाँ, डिजेलमा 30 रुपियाँ र खाना पकाउने एलपी ग्यासमा 100 रुपियाँ घटाएको छ। तर अचम्म चाहिँ के भयो भने अधिवदाज्यू, आज बिहान 12 बजेबाट त्यो लागू भयो। तर आज अधिकांश राजधानी भनौँ न उपत्यकाका सबै पेट्रोल पम्पहरू लगभग बन्द। हेर्नुहोस् है कसरी यो त व्यवसायले कृत्रिम अभाव सिर्जना गरेन, यो कालोबजारी गर्न खोजेको जस्तो पनि देखियो। यिनीहरूलाई कारबाही गर्नको लागि भने त राजसभाका संसदीय दलका नेता पनि हुनुहुन्छ ज्ञानेन्द्र साई, उहाँले चाहिँ यो कालोबजारी गर्ने, यो कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीलाई कारबाही गर्नु पऱ्यो भन्नुभएको छ उहाँले। अब यस्तो मान्छेहरूलाई कारबाही कसरी होला, अथवा यो अभाव सिर्जना गरेको भन्ने हिसाबले चर्चा भइरहेछ। अब त्यही अभाव सिर्जना गरेकै भएर त होला रातारात अहिले आज सार्वजनिक विधा पनि होइन, बन्द गर्ने अवस्था त थिएन। कसरी हेर्नु त मूल्य घट्ने साथ यी व्यापारीहरूले इन्धन डिपोहरू अधिकांश बन्द हुनुको पछाडि कारण के होला र कारबाही हुने अवस्था के हुन्छ, कसरी हेर्नु तपाईँ? हेर्नुहोस्, यो त के छ भने अन्तर्राष्ट्रिय उसमा चाहिँ बजारमा हो तेलको भाउ अझ पनि घट्ने अवस्था छ। त्यस कारण सरकारले मूल्य समायोजन गरेर घटाएपछि अब ग्यास, अब तेल, डिजेल पेट्रोल त्यो नदिने व्यक्तिलाई चाहिँ अब अहिले गृहमन्त्री यो चाहिँ अन्त तराईका नाकामा गएर छड्के गर्नेले ती पेट्रोल पम्पहरूतिर पनि अनुगमन गर्न पठाउनुपर्छ, नभए आफै पनि गएर त्यो अनुगमन गर्नुपर्छ र तेल भएर नदिआउनु भने त्यसलाई कारबाही गर्नुपर्छ। किनभने यो अब भाउ घट्या दिनैबाट चाहिँ तेल नदिनु भने चाहिँ दालमी कुचकाल आयो, उनीहरूले चाहिँ एउटा कालोबजारी नै गर्न लाए जस्तो त्यसलाई चाहिँ अभाव कृत्रिम सिर्जना गर्न लाए देखिन्छ। किनभने अब हिजोसम्म चाहिँ तेलको भाउ बढ्दा तेल सहज आपूर्ति हुने दिने होइन, अब नदिने भन्ने कुरा हुँदैन र बढ्दो भाउमै त्यो तेल बेच्नुपर्छ। होइन नियत त कालै देखियो नि यिनीहरूको, होइन हेर्नुहोस् त अधिकांश पेट्रोल पम्प बन्द छ। आज मैले पनि यसो हेरेँ तेल हाल्नुपर्छ कि भनेर, कति 2टा चाहिँ बन्द देखाएको थिएँ, कोही खुला थियो के बन्द थिए भन्नाले नियत बसी बन्द गरेको। आज त सार्वजनिक विधा त होइन नि, सार्वजनिक विधा नि होइन। अब गृहमन्त्रीले आफै पनि गएर छड्के अनुगमन गर्न सक्ने पर्छ, किनभने सुस्तामा छड्के गर्न पुग्यो भने यहाँ राजधानीमा त गर्न पर्यो। राजधानीमा यस्तो अभाव हुने, कालोबजारी मौलाउने हो भने यो सरकार पनि जनताको नजरमा असफल हुन्छ। अब कति कालोबजारी गर्नेले त्यो उद्देश्य पनि राखेका होला, राजनीतिक उद्देश्य पनि बोकेका होला। अब कतिले चाहिँ व्यावसायिक हिसाबमा अब अगाडिदेखि नै तेल नल्याएका होला होइन, अगाडिदेखि नै चाहिँ अब भाउ घट्छ भने तेल नल्याएका होला, कतिपयले भएर लुकाएका होला। त्यसका कुरा अधिकांश बन्द हुनु भने त नियत त सफा देखियो, नियत सफा छैन। त्यसकारण अब व्यापारीले फाइदा मात्रै हेरेर अब आम उपभोक्तालाई चाहिँ सेवा नदिनु भने त्यो कालोबजारी हो। त्यो हिसाबको काम गर्नेलाई त सरकारले कारबाहीको दायरामा ल्याउनुपर्छ, त्यो ल्याउनुपर्छ। हजुर, के छ कारबाहीको व्यवस्था यो कालोबजारी गर्ने व्यापारीहरूलाई के छ, कानुनले के भन्छ, कस्तो कारबाही हुन सक्छ यदि उनीहरू प्रमाणित भयो भने? अहिले त हाम्रो कृत्रिम अभाव सिर्जना गरी अब भनौँ न कालोबजारी गरेर रहेछौँ कि कस्तो कारबाही त्यही दण्ड? अहिले त हाम्रो उपभोक्ता हित संरक्षण ऐन छ होइन, त्यस कारण उपभोक्तालाई असर गर्ने खालको अथवा कालोबजारी गरेका छ भने तिनीहरूलाई चाहिँ अब तत्कालै कुनै पनि अब निकायले त्यसलाई अनुसन्धान गरेर अनुगमन गरेर त्यहाँ चाहिँ
कालोबजारी गरे अथवा चाहिँ सामान लुकाएको कृत्रिम अभाव सिर्जना गरे अवस्था देखियो भने त्यही उसलाई चाहिँ पक्रेर जरिवाना गराउन नि सक्छ होइन। अनि त्यो सामानहरू जफत गरेर राज्यले नै त्यसलाई बिक्री वितरण पनि गरिदिन सक्छ। त्यस कारण कालोबजारी सम्बन्धी ऐन अनुसार चाहिँ जेल सजाय चाहिँ हुँदैन तत्काल उनीहरूलाई त्यसो भए? होइन, अब जेल सजाय भने त कालोबजारी गर्नेलाई 6 महिनासम्म जेल सजाय पनि हुनसक्छ। अब त्यो पहिलो त कालोबजारी गरे नगरे अनुगमन गरेर निर्गोर गर्नु पर्यो र तिनीहरूलाई कारबाहीको प्रक्रियामा लानु पर्यो। त्यसमा चाहिँ अब बजार अनुगमन टोली पठाएर अनुगमन गर्न सकिने भयो। अब माथिल्लो निकायले छड्के पनि गर्न सक्ने भयो। अब नेपाल आयल निगमले पनि त्यसमा भूमिका खेल्न सक्छ। उसले त्यहाँ तेल त देखिहाल्छ कुन डिपोलाई कति दिएछ भने, त्यसले बाँडेको छैन भने त्यहाँ तुरुन्त चाहिँ मान्छे पठाएर होइन, अब अथवा उपयुक्त हित संरक्षण मञ्चहरू गएर पनि त्यो छड्के गर्न सक्छ। भन्नाले तिनीहरूले ढाँटेको कुरा धेरै बेर लुकाउन सक्दैन है, त्यो त अब कालोबजारी सक्दैन। किनभने त्यो आयल निगमले त्यहाँ तेलहरूको रेकर्ड हुन्छ र उनीहरूले भएर बेच्या त्यो रेकर्ड देखिहाल्छ। त्यो अब किन बन्द गरे, अब तेलै नकिनेर बन्द गरे भए पनि त्यो उनीहरूले नियत सफा राखेनन्। अब भएर नदिनु भने त सरासर त्यो उपभोक्तालाई ठगेको हुन्छ, ठगे भ्रममा पारे। ठगी सम्बन्धी मुद्दा पनि चल्न सक्छ उसको भए। कालोबजारी ऐन सम्बन्धी नै मुद्दा चलिहाल्छ। हजुर, अब राजसभाको कुरा गर्दाखेरि राजसभाले निर्वाचन र लेखा आयोगको जिम्मेवारी चाहिँ पुरानै टिमलाई दिइयो भन्ने कुरा आयो। अब अनुशासनको विभागको जिम्मा चाहिँ लेखनाथ पौड्याललाई दिएको छ। यो लेखा र निर्वाचन आयोगको जिम्मा, लेखा भने चाहिँ त अब हिसाब किताबको कुरा, अडिटिङको कुराहरू हो, पुरानै टिमलाई दिनुको अर्थ केही छ? अब दुईवटा हुनसक्छ। एउटा सभापति निकट अथवा उहाँहरूले गरे काम ठिक लागेर अथवा सहज रूपमा चाहिँ कोअर्डिनेसन भएर होला पुरानै टिमलाई दिए होइन। अब हामीले अहिले त्यसरी भन्नु पर्यो, पुरानो टिमसँग काम गर्दा सहज होला, त्यही भएर पुरानो टिमलाई दिया होला भन्ने देखिन्छ। किनभने नयाँ आउँदाखेरि फेरि हिसाब किताब बिग्रेला भनेर पनि हो कि त्यो पनि होला। पुरानो टिमसँग सन्तुष्ट छ भने त नेतृत्वले होइन अब यसलाई राख्न सक्ने कुरा भयो यो। किनभने आन्तरिक मनोनयन गर्ने कुरामा त अब त्यो सभापतिले आफू अनुकूल आफूलाई सहज हुने टिम ल्याएर काम गराउन सक्नुहुन्छ पार्टीभित्रको। अब त्यो महामन्त्री र सभापतिले गर्ने कुराहरू भयो। हजुर, अब सरकारका परराष्ट्र मन्त्री शिशिर खनालले चाहिँ नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भूभागको सीमाङ्कनको विषय टुङ्ग्याएको बताएका रहेछन्। कसरी हेर्नु भएको छ? भारतसँग मतभेद वार्ताबाट टुङ्ग्याउन चाहेका छौँ भनेर भनेका छन्। के छ अब भित्र चाहिँ सीमाङ्कन भएर मिलिसक्यो हो र लगभग अब सीमा विवाद? यो कालापानी लिपिलेक लिम्पियाधुराको जमिन आउने कुरा नेपालीलाई चासो त्यसैमा छ। होइन, उसले के पनि भने रहेछ भने कालापानी र सुस्ता क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सीमाङ्कन गरेको छैन, तर हामी स्पष्ट छौँ ती भूभाग नेपालकै हो, हामीसँग ऐतिहासिक आधार प्रमाण र नक्साहरू छन् भनेर रहेछन् उनले। ठिक छ, त्यो भने ल्याउनु पहल गर्नुहोस्, अब कुटनीतिक पहल गर्नुहोस्, छलफल गर्नुहोस् होइन, भारतलाई मनाएर ल्याउनुहोस्, त्यो ठुलो कुरा हो। अब त्यो हो भन्ने प्रमाण सरकारमा बसेका मान्छेले त्यो हाम्रो हो भन्ने प्रमाण गरेर बोलेर मात्रै हुँदैन। त्यो त्यसरी त जम्मैले भन्छ नि हाम्रो हो त कसले भनेको छैन र होइन। उही बालिन शाहले मात्रै अस्ति भारतको पनि मिच्या छ भने हो, अरू त सबैले हाम्रो भारत। बालिनले अस्ति राजसभाकै आफ्नो पार्टीको महाधिवेशनमा त कालापानी लिपुले प्रमाण हामीसँग छ भने उनले पनि भन्न चाहिँ त्यो अब त्यो प्रमाण छ भने निकालेर भारतसँग वार्ता गर्नुहोस्, त्यो भूमि ल्याउनुहोस्। नेपाली जनताले खोजेका काम त्यही हो होइन। अब त्यसलाई चाहिँ प्रत्येक सरकारले त्यो हाम्रै हो भनेर आएर त्यो एउटा राजनीति मात्रै गरेर चाहिँ नेपाली जनतालाई हुँदैन। किनभने जम्मैले हाम्रो हो भन्ने ल्याउनु कोही पहल नगर्ने। योभन्दा अगाडिका पूर्ववर्ती सरकारहरू पनि हाम्रै हो भनेर गए, कोहीले चुच्चे नक्सा सार्वजनिक गरेर गए होइन। अब कोही चाहिँ अब प्रमाण छ बलियो भनेर प्रमाण बोकेर बस्ने होइन, त्यो प्रमाण लिएर भारतसँग वार्ता गर्ने तहमा लैजानुहोस्। त्यो अवस्था चाहिँ वार्ता गर्ने अवस्था चाहिँ बिगार्दै जाने अनि हाम्रो हो भनेर त जमिन कहाँ फिर्ता आउँछ? त्यसमा चाहिँ अलिकति डिप्लोमेसी खेल्नु पर्यो, डिप्लोमेसी तरिकाबाट जानु पर्यो। र अर्को कुरो सौहार्दपूर्ण वातावरण दुई देश बिचको नेतृत्वले पनि बनाउनु पर्यो। वार्ता भनेको कुरो त एउटा सौहार्दपूर्ण वातावरण भए चाहिँ वार्तामा बसिन्छ होइन। पहिला त एकअर्कामा सहजता हुनु पर्यो, सहजता हुनु पर्यो वार्ता बस्न। अनि त्यो आफ्नो जमिन फिर्ता गर्ने भन्ने कुरो ठुलो उदार हृदयका साथ तथ्य प्रमाणबाट भारत सहमत भएर दिनु भनेको कुरा त
तपाईँले कसैलाई खुसी भएर केही चिज दिने जस्तै हो त्यो हाम्रो भए पनि अहिले उसको कब्जामा छ त्यस कारण उसलाई मनाउने भने चाहिँ उसँग सम्बन्ध पारस्परिक हितका कुरा पारस्परिक सम्बन्धमा सुधार गर्नु पर्यो अनि द्विपक्षीय वार्ता गरेर त्यसलाई तथ्य प्रमाणबाट पुष्टि गर्नु पर्यो ठिक छ प्रमाण छ भने चाहिँ अब त्यो सरकारले वार्ता गर्ने तहमा जाओस् पेस गरोस् होइन अब त्यो के भने दुई देश बिचको सीमा चाहिँ विवाद जति गरे नि सरकार टु सरकार वार्ता हुने हो हामीले होइन तपाईँले त्यो सीमाबारे मुद्दा पनि हाल्नुभयो त्यसमा चाहिँ के भयो लिपुले कालापानी लिपियाधुराको के नेपालसँग प्रमाण थिएन कि अथवा आवश्यक कागजात नेपालले दाबी गरे पनि नपुगेको अवस्था हो कि अथवा नेपालले त्यो भूमि फिर्ता ल्याउनको लागि चाहिँ केमा चुक्यो त हेर्नुहोस् हामीले चाहिँ तत्कालीन केपी शर्मा ओलीको बेलामा त्यो मुद्दा हालेका थियौँ सीमा विवाद चाहिँ नेपालका जुन 1816 का नक्सा होइन सुगौली सन्धिका अनि जनगणना यावत आधारमा चाहिँ त्यो हाम्रो भूमि हो र त्यसलाई फिर्ता ल्याउन पहल गर्नको लागि परमादेश मागेका थियौँ र पहिला अदालतले चाहिँ प्रधानमन्त्रीलाई सोध्यो होइन तपाईँहरूले के गर्नुभएको छ भने हामी कुटनीतिक पहल गरिरहेका छौँ यो सीमा हामी फिर्ता ल्याउँछौँ भन्नुभयो त्यसपछि संसदबाट चुच्चे नक्सा पास भयो होइन त्यो हुँदै गर्दा चाहिँ अब सर्वोच्च अदालतले हाम्रो मुद्दा पछि मुद्दा खारेज गर्यो मुद्दा खारेज भयो के कारणले खारेज भयो होइन भने मतलब यो सरकारले पहल गरिरहेको छु भन्ने जवाब थियो हामीले पहल गरिरहेका छौँ भने अब हामीले पनि त्यो पहल गर्नलाई आदेश मागेका थियौँ अब सीमा नै फिर्ता ल्याउने आदेश माग्ने पनि होइन किनभने त्यो त भारतलाई मुद्दा हाल्नु पर्यो भारतले फिर्ता दिने हो त्यो नेपालको क्षेत्राधिकारभित्र नि पर्दैन हामीले त सरकारलाई दबाब दिएका थियौँ र सरकारले चाहिँ सर्वोच्च अदालत हाम्रा मुद्दामा सबैमा के कमिटमेन्ट गरेका थियो भने हामी चाहिँ कुटनीतिक पहल जारी राखेका छौँ र हामी चाहिँ यो सीमा जुनसुकै हालतमा फिर्ता ल्याउँछौँ भनेको थियो त्यो आधारमा अदालतले अब यो फिर्ता सरकारले ल्याउँछ भनेर त्यो रिट चाहिँ खारेज गर्यो होइन त्यस कारण अब अहिलेको सरकारले पनि अहिले चाहिँ हामीसँग तथ्य प्रमाण छन् हामी ल्याउँछौँ भन्ने आएको छ मेन कुरा चाहिँ त्यो ल्याउनु पर्यो त्यसको लागि सार्थक पहल गर्नु पर्यो सार्थक वार्ता गर्नु पर्यो त्यो नै महत्त्वपूर्ण कुरा ल्याउने आजको भोलि आउँदैन तर सार्थक वार्ता र पहल चाहिँ हुनु पर्यो उठे जवाबले मात्रै त केही हुँदैन नेपाली जनताले अब विश्वास गर्दैन होइन काङ्ग्रेस एमाले जस्तो हामी गरिरहेको छौँ कहिलेसम्म गर्ने होइन ल्याउँछौँ त सबैले भन्छन् होइन तर ल्याउनको लागि के कति पहल गरे भन्ने चाहिँ त्यो पनि पारदर्शी भएर जनतामा प्रश्न आउनु पर्यो त्यो महत्त्वपूर्ण हजुर अब यो सरकारले जस्तो कृषि वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र चाहिँ करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्राउने तयारी गरेको छ भन्ने कुरा आयो तर साउनसम्म त अब एक ढङ्गले भनौँ न अब यो रोपाइँको समय पनि सकिएला अब भदौतिर त भित्राउँछन् कतिपय होइन जस्तो अहिले अस्ति साउन 15 राष्ट्रिय धान दिवसको रूपमा पनि मनाइन्छ सोमबार राष्ट्रिय धान दिवस पनि हामीले मनायौँ त्यहाँ चाहिँ अब भनौँ न यही ढङ्गले भन्दा अब मनसुन पनि बिस्तारै सुरु हुँदैछ भन्ने कुरा होला पर्याप्त रूपमा त यो साउन 15 भित्रै सकभर त अब यो असार 15 भित्रै ल्याउनु पर्ने थियो होला अथवा असार भरिमा ल्याउनु पर्थ्यो होला साउन महिनाभित्र भनेको छ अब यो 2,10,000 मेट्रिक टन रासायनिक मल आएर के होला कसो होला कसरी हेर्नु भएको छ यसलाई अब हेर सबभन्दा हामी कृषि प्रधान देश भन्छौँ र कृषि प्रधान देशमा कृषिको विषयमा चाहिँ धेरै सरकारलाई चिन्ता पनि छैन र धेरै जनता कृषिमा आधारित छन् र मल बिउ बिजन चाहिँ उचित समयमा नपाएर किसानहरूको पीडा छ होइन छटपटी छ अब अहिले तपाईँले भन्नु असार 15 भित्र ल्याउनु पर्ने चिज होइन अब पछाडि ल्याउँदा तराईकै केही ठाउँमा त त्यसले काम गर्छ तर उपत्यका लगायत धेरै ठाउँमा चाहिँ यो असारभरिमा रोपाइँ गरिसक्नु पर्ने हुन्छ मल बिउ बिजन भन्ने चिज चाहिँ सरकारले चाँडो ल्याएर जनतामा बाँड्न सक्ने वातावरण बेच्ने बिक्रीको वातावरण बनाउने हो भने यसले ठुलो कृषि उत्पादन पनि बढ्छ काम गर्छ अब ढिला ल्याउनु भने चाहिँ के छ भन्दा अब उयो सरकारले ल्यायौँ भनेर किसानहरूलाई चाहिँ चाहिए बेला नदिने ढिला दिने भने त्यसले बाली नालीमा असर पर्छ र मल ल्याउनुको अर्थ हुँदैन होइन अर्थ त मल खाद हेर्नुहोस् अलिक पछि भए नि प्रयोग गर्न त पाइने हो ल्याउनु त सकारात्मक हो त्यो ल्याउनु पर्छ राम्रो हो तर चाँडो ल्याउँदा चाहिँ त्यसको प्रभावकारिता अझ उत्पादन वृद्धि हुने चाहिँ ठाउँ अझ रहन्थ्यो नि त त्योतर्फ सरकार चाहिँ चनाएको भएर अगाडिदेखि नै यसका सम्झौता गर्ने पहल गर्ने काम गर्नुपर्छ होइन अब ढिला भए पनि आउनु त त्यो स्वागत हो चाँडो आउँदा राम्रो हुन्थ्यो हजुर अब असार 15 गतेकै कुरा गर्दाखेरि जस्तो नेपालका झन्डै 86 उद्योगहरू 50-86 उद्योगहरू चिया उद्योगहरू बन्द भए र अब भारतले चाहिँ अघोषित रूपमा नेपाली चिया निर्यातमा रोक लगायो भन्ने कुराहरू आइराख्दा अस्ति सोमबार असार 15 गतेबाट चाहिँ फेरि
भारतको त्यो नेपाली चिया निर्यातमा अवरोध हटेको भन्ने कुराहरू आयो। अहिले धमाधम चिया बोकेर नेपाली गाडीहरू भारततर्फ लागेको भन्ने सूचनाहरू आइरहेका छ। तर यो बिचमा सरकारले पहल कदमी गरेको, वार्ता गरेको, भारतसँग कुनै न कुनै हिसाबले त्यसले लबिङ गरेको भन्ने कुराहरू केही आएन। यो चाहिँ कसरी समाधान भयो होला, अथवा भनौँ न मैले सुनेअनुसार अब 15 गते गयो, तर 16, 17 अथवा मङ्गलबार र बुधबारसम्म, बिहिबारसम्म फेरि उनीहरूले चाहिँ अब गुणस्तर परीक्षणको नाममा के गरेर ढिलासुस्ती गरेका थिए। अब त्यसको अब के हुन्छ त्यो पनि आउन बाँकी होला। तैपनि एक डल्ले अवरोध खुलेको जस्तो, अवरोध हटेको जस्तो देखिएको छ। यसले 50,000 60,000 जति नेपाली श्रमिकहरू, मजदुरहरू जो चियामा होइन काम गरेर आफ्नो जीविकोपार्जन चलाउँथे उनीहरूलाई राहत मिलेको छ। यसलाई कसरी हेर्नुभएको छ सर? कसको पहल कदमीले भयो कि यो जनता कनेक्सनले अथवा भारत सरकारले भो नेपालले दुःख नदियो भनेर हो कि, अथवा यो समाधान कसरी भयो होला, के भन्नु? एउटा हेर्नुहोस्, नियमित प्रक्रिया अन्तर्गत पनि यस्ता कामहरू हुन्छन् जसले पैठारी गरिरहेका छ होइन। जस्तो नेपालकै पहिलो सडक सुरुङ मार्गको रूपमा निर्माण गरेको नागढुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने सरकारको तयारी भन्ने कुरा छ। यो कतिको खुसीको समाचार हो? कसरी हेर्नु भएको छ? अब यसले चाहिँ अब यातायातमा सहजता ल्याउने कुराहरू आइरहेका छ भन्नाले इन्धन खपत हुने कुराहरू, अब नागढुङ्गाको यो जस्तो यो थाङकोटो कालोको जामले गर्दाखेरि अलिकति यातायात अस्तव्यस्त थियो, त्यसले सहजता पनि ल्याउला भन्ने अपेक्षा छ। यसलाई तपाईँले कसरी हेर्नु भएको छ? होइन, यो त सुखद समाचार हो र। हेर्नुहोस्, नेपाल विकासको युगमा जान सकेन। ठुला यस्ता चाहिँ पुलहरू होइन, तपाईँको सुरुङ मार्गहरू, उद्योगहरू बन्नुपर्छ भनेर त हामीले अगाडिदेखि आवाज उठायौँ। आज नागढुङ्गा सुरुङ मार्ग एउटा सञ्चालन भयो भने पनि अब बढ्दो इन्धनमा इन्धनको खपत कम भयो होइन, त्यो व्यवसाय चाहिँ एउटा सुरुङ मार्ग चल्यो भने अरू त्यस्ता सुरुङ मार्ग बनाउनलाई व्यवसाय पनि प्रोत्साहित हुन्छ, सरकार पनि प्रोत्साहित हुन्छ। त्यस कारण अब यो के छ भन्दा सहज रूपमा सञ्चालन आओस्, यसको काम राम्रो भएको हामीले पाऊँ र यसले परिणाम ल्याओस्, अन्त पनि यस्ता सुरुङ मार्गहरू सञ्चालन हुने बाटो भनोस्। यो निश्चय नै त्यसको लागि सबै व्यक्तिहरूको लागि पनि सुखद हो। केही शुल्क तिरेर होइन छिटो यात्रा पनि पुगिने भइयो, भन्ज्याङमा पुगिने भइयो। अर्को कुरा चाहिँ अब यो चाहिँ पेट्रोल डिजल यस्तो महँगो छ, त्यो पनि बचत हुने भयो। त्यस कारण यस्तो फेरि त्यहाँ फेरि शुल्क लिन्छ, फेरि सेवा शुल्क होइन, अब त्यो थोरै शुल्क त लिन्छ, तर अब समय र तपाईँको चाहिँ उसको बचतको हिसाबले पेट्रोल डिजलको हिसाबले त्यो फाइदाकारी नै छ। पैसा त अब उठाउनु पर्यो नि त फेरि त्यो सुरुङ मार्ग। भोलि केही समस्या आयो भने त्यो कहाँबाट कुन कोषले गर्ने त होइन? त्यही सेवाग्राहीबाटै केही पैसाले, एउटा कर हो त्यो, त्यहीबाट ठिक छ। तपाईँको इन्डियामा नि हेर्नुहोस्, रोड ट्याक्सहरू रोडमा लिइराखेका हुन्छन् र कुनै बाटो जाँदा चाहिँ छिटो पुगिन्छ भने त्यहाँ रोड ट्याक्स बढी लिएर द्रुत गतिका सवारीहरू कुद्छन् होइन। अब सरकारले छिटो अब पैसा नलिएर जाने त घुम्तीको फेरि नागढुङ्गा मार्ग छँदै जान पाइहाल्यो नि होइन। जाँदा अन्त्यमा एउटा मात्रै समाज, जस्तो यो सरकार 100 दिन पुग्न लाग्यो, जस्तो भौतिक पूर्वाधार जस्तै अहिले नागढुङ्गा सुरुङमार्गको कुरा अरे, अरू महेन्द्र राजमार्गको कुरा छ, बुटोल नारायण सडक अहिले तीव्रता लिएको कुराहरू, अब मन्त्रीले खुट्टा भाँदिन्छु भनेपछि त्यहाँ अब एक ढङ्गले बोली नकारात्मक भए पनि प्रभाव सकारात्मक परेको कुराहरू पनि आइरहेको छ। कसरी हेर्नु भएको छ? यो सरकारले विकास निर्माणलाई, यो भौतिक संरचना निर्माणलाई तीव्रता देला अथवा 100 दिनको यो अब 100 दिन लगभग पुग्दै गर्दाखेरि के भन्नुहुन्छ यो सरकारको काम कारबाही? होइन, सरकारको सुरुवाती काम गराइ र चाहिँ उसको चाहिँ एउटा सुशासन भ्रष्टाचार मुक्त जुन अभियान म चाहिँ पोजिटिभ देखिरहेको छु। तर अब सरकारका प्रधानमन्त्री मन्त्रीका कतिपय अभिव्यक्तिका कारण केही विवाद उठ्या छ होइन, त्यो बाहेक चाहिँ सरकारले सुरुवाती चरणमा उसले राम्रै गरेको छ। अब त्यसमा पनि मेरो चाहिँ यो सुकुम्बासीको उसमा चाहिँ अलिकति रिजर्भेसन रह्यो, यो अलि हतारमा गर्यो सरकारले भन्ने होइन, त्यो पनि समाधान गर्नु पर्थ्यो। यो सुरुवात गरे ठिक हो, तर उनीहरूको उचित व्यवस्थापन गर्नु पर्थ्यो भन्ने हो होइन। अरू कुरा चाहिँ सरकारले सुशासनको मामिलामा, भ्रष्टाचारको मामिलामा होइन, जस्तो अहिले भ्रष्टाचारका विषयमा कर्मचारी तन्त्रहरूदेखि लिएर एउटा पोलिटिकल लेभलमा समेत जुन यो भ्रष्टाचार गर्नुहुन्न भन्ने एउटा अवेरनेस आएको छ र सुशासनको मामिला पनि सरकारले चाहिँ काम गर्न छिटो छरितो गरेको छ। गृहमन्त्री आफै अनुगमन हिँडेका छन् होइन। अब प्रधानमन्त्रीहरूले चाहिँ अथवा मन्त्रीहरूले कर्मचारी मन्त्रीहरूलाई
डेलिभरी दिने हिसाबले काम गर्नुहोस् भन्ने निर्देशनहरू दिइराख्या हामी देख्छौँ। हो यो निश्चय नै सकारात्मक हो र अब विकासको गति अथवा सुशासनको गतिमा सरकार धीमा हिँडेर हुँदैन, द्रुत गतिमा अगाडि गयो भने नै जनताले यो सरकारलाई भरोसा र विश्वास गर्छन्। यहाँनिर सर एउटा सुस्ताको कुरा चाहिँ छुट्यो। सुस्तामा अहिले केही दिनदेखि माइती घरमा सुस्तावासीहरू नागरिकता र लाल पूर्जाको माग गर्दै काठमाडौँ आइपुगेका छन्। जस्तो सुस्तामा भारतीय जाति पनि बढ्यो, प्रधानमन्त्रीको अभिव्यक्ति छ भन्ने कुरा राखेको छ। यसमा के भन्नुहुन्छ तपाईँ? नागरिकता र लाल पूर्जा किन पाएनन् उनीहरूले? हुन त अब त्यहाँ भारतले पनि दाबी गर्ने, नेपालले पनि दाबी गर्ने, अथवा के कारण होला, के भन्नुहुन्छ? हेर्नुहोस्, हाम्रो नागरिकता ऐन ६३ अनुसार के छ भन्दा नेपालमा बसोबास गरिरहेका नागरिकहरूले वंशजको आधारमा नागरिकता पाउने प्रक्रिया एउटा छ होइन, एउटा अङ्गीकृत नागरिकता छ। अब एउटा विशिष्टकृत यो यसले गर्दा के भने वंशजको आधारमा नागरिकता सहज रूपमा दिइराखेका छ। अनि प्रत्येकचोटि चाहिँ यो संविधान जब बनेर संविधान जारी हुन्छ त्यसको बसोबासको आधारमा पनि नागरिकता दिएको छ। त्यस कारण धेरै सीमावर्ती क्षेत्रका व्यक्तिले नागरिकता त पाएका छन्, अझ पनि जसले नागरिकता पाएका छैनन् ती नेपालका स्थायी वासवासी हुन् होइन। अब स्थायी नागरिक हुन् भने उनीहरूलाई नागरिकता दिनेतर्फ राज्यले त्यो पहल कदमी लिन्छ नै होइन। अहिलेको नागरिकता ऐन पनि त्यही अनुसारको छ। मान्छे सुस्ताको सीमा समस्या अलिकति छोटो टुङ्ग्याउनु पर्यो पहिला त होइन? यो पहिला सीमा विवाद टुङ्गाउनु पर्यो। यसको लागि चाहिँ हेर्नुहोस्, अहिले सुस्तामा प्रधानमन्त्रीको अभिव्यक्ति पछि अलिकति भारतीय ज्यादती बढ्यो र उनीहरूको अलिकति मनोबल पनि बढ्यो होइन। त्यस कारण अब यस्ता गतिविधि गर्नुहुन्न र अब भारतलाई फेरि सुस्ताको विषयमा पनि सरकारले कुटनीतिक नोट पठाएर फेरि यसको अब जुन नेपाल भारत दिएपछि होइन सीमा विवाद सल्झाउनुको लागि जुन समिति छ तिनीहरूले काम गरिरहेका छ, त्यसमा सुस्ताको पनि सीमा विवाद सुल्झायो भने यी समस्या हल हुन्छन्। त्यतातर्फ सरकार लाग्नुपर्छ। हस्, महत्त्वपूर्ण संवादलाई धन्यवाद दिँदै हस्, यहाँको मिडियालाई पनि हार्दिक